अन्ततः सुरु भयो नेपाल भारत सिमानामा काँडे तार लगाउने काम। भारतीय पक्षको अवरोध भने जारी, स्थानीयले गरे प्रतिकारसँगै काँडे तार लगाउन सुरु। प्रधानमन्त्री वीरेन्द्र शाहको भारतलाई यस्तो चेतावनी, नेपाली भूभागमा प्रवेश गर्न छाडिदिनुहोस्। नेपालमा यति ठुला अग्ला काँडे तारहरू लगाइनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई के भने, हेर्नुहोस् पुरा भिडियो। दर्शक आउनु सुरु गरौँ आजको मुख्य विषयवस्तु सुरु गर्नुभन्दा पहिला तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। हाम्रो भिडियो कहाँबाट, कुन देशबाट, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न भन्न नबिर्सिनुहोला। हाम्रो मेहनतका लागि एक लाइक गरेर सारा नेपालीसम्म यो भिडियो पुर्याइदिनुहोला। अत्यन्तै खुसीको खबर छ दर्शकबिन, नेपाल र भारतको सिमानामा नेपाल सरकारले काँडे तार लगाउने निर्णय गरेको छ। यस विषयसँगै छिमेकी राष्ट्र भारतमा भने छुट्टै खालको तरङ्ग नै मच्चिएको छ। नेपाललाई नै एउटा गरिखाने बाटो बनाएको भारतलाई अब ठुलै झड्का लाउने पक्का पक्की भएको छ। नेपालकै बाटो भएर चोरी निकासी, घुसपैठ, खुला सिमानाको फाइदा उठाएको भारतलाई अब ठुलै झड्का लाग्नेवाला छ। स्थानीय सरकारले भारतलाई चेतावनी दिँदै नेपालको पूर्वी तराईका क्षेत्रहरूमा काँडे तार लगाउने निर्णय गरेको छ। भारतसँग सीमा जोडिएका प्रत्येक सिमानाका जिल्लाहरूले आफ्नो आफ्नो ठाउँबाट काँडे तार लगाएर भारतलाई चेतावनी समेत दिएका छन्। कति ठुला अथवा कति लम्बाइका काँडे तार लगाउने भन्ने निश्चित नभए पनि स्थानीय बासिन्दाले आफ्नो पहलबाट काम सुरु गरेका छन्। पर्सा जिल्लाको ठेरी गाउँपालिकाका वडाध्यक्षले 3 नम्बरमा पर्ने नेपाल भारत सीमा नजिकै नेपाली भूमिमा लगाइएको झन्डै 4.5 किलोमिटर लामो काँडे तारले अहिले प्रशंसा अथवा चर्चा पाइरहेको छ। नेपाल र भारत बीच सम्पूर्ण सिमानामै यसरी नै काँडे तार लगाउनु पर्ने माग उठिरहेको छ। शुक्रबार राजधानी दैनिकले प्रमुख समाचार बनाएको उक्त विषयलाई पछि धेरै अनलाइनहरूले प्रकाशन समेत गरेका छन्। उक्त काँडे तार लगाउने पहल गरेका वडा नम्बर 3 का अध्यक्ष सूर्यबहादुर लामाले शुक्रबार बीबीसीसँग कुरा गर्दै भारतीय पक्षबाट हुने दुर्व्यवहार रोक्न र जङ्गली जनावर नियन्त्रण गर्न काँडे तार लगाएको बताएका छन्। उनले भने भारतबाट आउने अनियन्त्रित रूपमा लागु पदार्थ ओसार पसारका कामहरू बन्द गर्न यो काम अगाडि बढाइएको पनि बताएका छन्। उनले भने अब ठुलै मात्रामा तारबार लगाइन्छ र भारतबाट आउने चोरी निकासी, घुसपैठ जस्ता नकारात्मक कामहरू बन्द हुने उनले बताएका छन्। उनले केही साता अघि भारतीय अधिकारीहरूले काँडे तार नलगाउनु भनेको र त्यसपछि सो कार्य रोकिएको पनि बताएका थिए। समाचार आएपछि धेरैले सामाजिक सञ्जाल मार्फत उक्त काँडे तार पहिला नै निर्माण गरिएको तथा सीमा क्षेत्रमा हुने दुर्व्यवहार, गलत कार्य रोक्नका लागि नभई जनावर नियन्त्रणका लागि मात्र भएको भन्दै आलोचना समेत गरेका थिए। यस विषयमा वडाध्यक्षले भने, हामीले अहिले नै लगाएका हौँ, हामीले अहिले नै लगाउँदैछौँ। अब भारतको नेपालप्रति आउने बाटो बन्द गरिदिन हामीले यो काँडे तार लगाएका हौँ, उनले भनेका छन्। शनिबार बीबीसीले त्यसबारे उक्त गाउँपालिकाका अध्यक्षसहित सोही वडाका विपक्षी दलका कार्यकर्ता तथा स्थानीय वासी सुरक्षाकर्मीसँग कुराकानी गर्दा उक्त काँडे तारको मुख्य उद्देश्य भारतबाट हुने चोरी निकासी, घुसपैठ र लागु औषध ओसारपोसार बन्द गर्न लागिएको र त्यसले गर्दा धेरै न्यूनीकरण हुने पनि बताइएको छ। तर काँडे तार लगाइसकेपछि चोरी, तस्करी तथा अन्य गलत क्रियाकलापमा पनि कमी आएको बताएका छन्। नेपाल भारत सीमामा काँडे तार लगाउने वडाध्यक्ष भन्छन्, मैले त जस्ट बाटो मात्रै देखाएको हुँ, अब सरकारले गर्नुपर्ने काम गरोस्, म यही चाहन्छु, त्यसमा मेरो पनि साथ हुनेछ। वडाध्यक्ष लामाले भने शनिबार पनि आफूले भारतीय दुर्व्यवहार रोक्न, जङ्गली जनावरहरूको आक्रमणबाट बालीनाली जोगाउन र काँडे तार लगाउने प्रस्ताव गाउँपालिकाबाटै बजेट पारित गरेर काम अगाडि बढाएको पनि उनले बताएका छन्। तस्बिरको क्याप्सनमा ठोरी गाउँपालिकाका वडा नम्बर 3 का वडाध्यक्ष सूर्यबहादुर लामाले उनले बजेटको शीर्षक समेतमा बोर्डरको सिमानामा काँडे तार भन्ने राखिएको र यसलाई जनावर नियन्त्रण नभई भारतबाट चोरी निकासी, घुसपैठ हुने, लागु औषध ओसार पसार बन्द गर्ने नियतले गरिएको भनेर प्रशंसा गरिएको छ। भारतीय अधिकारीहरूको दबावका कारण केही साता अघि निर्माण कार्य बन्द गरिएको कुरालाई भने बीबीसीसँग कुराकानी गरेर सबैले पुष्टि समेत गरेका छन्। यद्यपि कतिपयले त्यसलाई भारतीय दबाव नभनी भारतीय पक्षको आग्रहका रूपमा अर्थाएका पनि थिए।
के भन्छन् गाउँपालिका अध्यक्ष। ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले त्यस क्षेत्रमा जङ्गली जनावर रोक्नका लागि काँडेतार निर्माण गरिएको पनि बताएका थिए। तर उक्त क्षेत्रमा सीमा पर्ने भएकाले त्यसमा भारतीय चासो रहनु स्वाभाविक पनि रहेको बताएका छन्। उनले भने हाम्रो बोर्डर हो, त्यो हाम्रो बोर्डर हो, बोर्डरमा भारतको एसएसबी घुमिरहेको हुन्थ्यो। यो के गरेको भन्दाखेरि जङ्गली जनावर रोक्न र भारतबाट हुने चोरी निकासी, घुसपेट र भारतीय अनजान व्यक्तिहरू नेपाल प्रवेश गर्न नदिन यो कार्य अगाडि बढाएको हामीले जवाफ दिएका हौँ, उनले भनेका थिए। पहिलो आर्थिक वर्षमा यति काम भएको छ, दोस्रो आर्थिक वर्षमा पनि हामीले धेरै बजेट पाउन सक्यौँ भने 20-25 दिनमा काम सुरु गरेर अगाडि बढाउने हामीले लक्ष्य राखेका छौँ, उनले भने। पछि छलफल गरेर धेरै कामहरू कसरी गर्न सकिन्छ र कस्तो वाल लगाउन सकिन्छ, भारतीयहरूले के भन्छन् यस विषयमा पनि उनीहरूले आफ्नो राय राख्न सक्छन्, उनले भनेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध छ भन्दै आए पनि त्यसले सकारात्मक सन्देश भने दिन सकेको छैन। भारतले नेपालप्रति हेपाहा र मिचाहा प्रवृत्ति दिन प्रतिदिन नै गरेको हुन्छ। भारतीय प्रधानमन्त्रीको आदेश अथवा स्थानीयको एसएसबीको त्यो लापरवाही नेपाललाई प्रशस्त देख्न सकिन्छ। गाउँपालिकाको पहिलो वर्षको बजेट हेर्दा उक्त कामका लागि रामनगरदेखि सिकारीवाससम्म बोर्डरको सिमानामा काँडेतार शीर्षकमा 15 लाख रुपियाँ रकम समेत छुटाइएको छ। बजेटमा राखिएको उक्त शीर्षकबारे भने अध्यक्षले भनेका छन्, शीर्षकमा जे भए पनि हामीले जङ्गली जनावर बालीनाली नष्ट गर्यो भनेर लगाएको हो। त्यस पछाडि कसैले काठ चोर्थ्यो होला, सामानहरू चोरी निकासी गर्थ्यो होला, त्यो पनि रोकिने भइहाल्यो। अहिलेसम्म हामीले यस्ता समाचार बन्ला भन्ने सोच्दै सोचेनौँ, उनले भनेका छन्। हामीलाई कसैको सहानुभूति पाउनका लागि काम गरेका होइनौँ। अब सरकारले पनि हाम्रै काम देखेर अगाडि बढ्नेछ भन्ने आशा लिएका छौँ, उनले भने। नेपाल र भारतबीच प्रत्येक सिमानामा काँडेतार लगाउनुपर्छ भनेर हाम्रो अभियान पनि यही नै रहँदै आएको थियो। वडाध्यक्षले यो गरेको कामलाई सराहनीय मान्नुपर्छ। नेपाल र भारतबीच सम्पूर्ण सिमानामा ठुला पर्खालहरू लगाइनुपर्छ र भारतबाट नेपाल आउन र नेपालबाट भारत आउने सम्पूर्ण कामदारहरू अथवा पर्यटकहरूलाई पनि भिजा तथा क्राइटेरिया राखेर एउटा कागजपत्र लिएर मात्रै छोड्ने र ल्याउने काम गर्नुपर्छ भन्ने हाम्रो आवाज पनि यही थियो। पछिल्लो समय जुन विषयले चर्चा पाइरहेको छ, नेपाल र भारतबीचको सिमानामा यी ठुला काँडेतारहरू लगाउने जुन प्रोसेस भइरहेको छ, कामहरू अगाडि बढिरहेको छ, यसले गर्दा अहिले चौतर्फी रूपमा भारतमा एउटा चर्चाको विषय बनेको छ। नेपाल र भारत बीचका यी सम्पूर्ण समस्याहरू समाधान हुने विषयतर्फ लागेको कतिपय विज्ञहरूले बताउन थालेका छन्। दर्शकबिन, आजको महत्त्वपूर्ण एक्सक्लुसिभ खबर हेरेर तपाईँले सुनेर साथ दिनुभयो, त्यसका लागि धन्यवाद। यस्तै नयाँ ताजा खोज अनि सन्देशमूलक भिडियो हेर्नका लागि मेरो पोखरा टिभी, मिठो अनलाइन टिभीलाई एकसाथ सब्सक्राइब गरी हामीसँग जोडिनुहोला। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार।